Hello everyone. I would like to welcome you all on my new blog. साथीहरु आरामै हुनुहुन्छ आशा गर्छु। अनि आज चाहिँ हामी धरानतर्फ हामी जाँदै छौं जहाँ आज हाम्रो चाहिँ प्लानिङ रहेको छ। श्रम संस्कृति पार्कतिर हामी लाग्दै छौं। साथीहरु अब हामी जस्तो प्रकारले घुम्छौं हामी त्यहाँको दृश्यहरु हामी देखाउने कोसिस गरिरहेछौं अनि हेरेर साथ दिनुहुन्छ भन्ने म आशा राख्छु। हुन्छ घुम्दै जाउँ। अगाडिको दिनहरुमा चाहिँ यस्तोहरु हामी देख्न पाउन पाएका थिएनौं। अहिले चाहिँ हामी सम्पूर्ण यी कुराहरु चाहिँ देख्न पाउन सक्छौं। हाम्रो साथीहरु जस्तो सुकै भए पनि भिडियो हेरेर चाहिँ साथ दिनु होला। यो हामी चाहिँ भर्खर हामी यो हर्क साम्पाङ मेयरज्यूको चाहिँ
यो देनहरूलाई हामी अवलोकन गर्दैछौँ। अनि तपाईँहरू पनि यसलाई हेरेर अवलोकन गर्नुहोला। आजको हाम्रो विश्रामको दिनहरू चाहिँ हामी यसरी चाहिँ आज यो पार्कमा आएर चाहिँ हामी रमाइलो मनाइरहेछौँ र यो अति सुन्दर हामीलाई चाहिँ लाग्यो साथीहरू। यो चाहिँ हामीले अब यस्तो अवसरहरू चाहिँ हामी जीवनहरूमा सायद पाइराख्न सकिँदैन। अनि त्यो कारणले पनि हामी चाहिँ यसरी चाहिँ आज विश्राम सभा दिनलाई चाहिँ हामी लक्ष्य बनाएर चाहिँ हामी यसरी चाहिँ सम्पूर्ण हाम्रो परिवार साथीहरूसँग चाहिँ हामी यसरी आएका छौँ। यहाँ हाम्रो उदिम भाइ अनि उहाँ हाम्रो परिवारहरू छन्। यता हाम्रो विनोद, हाम्रो यो मित भाइ, यहाँ हाम्रो भाइ उदिमान भाइ। अनि यसको हामी सम्पूर्ण यसलाई चाहिँ जिन्दगीभर मनमा राख्ने खालको दृश्यहरू चाहिँ हामीले चाहिँ पाएका छौँ। यो चाहिँ अब भर्खर नवनिर्मित भर्खर कामहरू चाहिँ बनिरहेको रहेछ। हामी साथीहरू यो माथिको घर हामी देख्न सक्छौँ, जो चाहिँ एउटा सुन्दर ठाउँमा। अब त्यहाँबाट चाहिँ अब त्यो त्यहाँको जीवनहरू चाहिँ कति रमाइलो होला साथीहरू। हामी साथीहरू यो चाहिँ श्रम संस्कृति पार्कमा अहिले आएको छौँ। यो चाहिँ साथीहरू मलाई चाहिँ खासै सुन्दर लागेन, तर अति सुन्दर चाहिँ लाग्यो। साथीहरू आज स्याटरडे, आज हलिडे, आज विश्रामको दिन चाहिँ ह्याप्पी कुल स्याटरडे चाहिँ मनाउँदै हामी आज यो धरानको हाम्रो सुन्दर नगरी धरानको हामी फुस्रेबाट हुँदै यो ठाउँमा आइपुगेछौँ। अनि हामी अहिले चाहिँ यो अगाडि हामी आरा धरान चाहिँ हामी त्यहाँ दृश्यहरू कैद गर्न अनि अवलोकन गर्नको निम्ति चाहिँ हामी यहाँ अगाडि जाँदैछौँ।
हामीले त यो माथि यस्तोतिर घर बनाउँदा है कस्तो दामी हुन्थ्यो होला। ओह्रालो हेर है, हावा पनि आउने, आरा धारामा के छ सबै झार्छ नि त। यसको एउटा देन चाहिँ यो पाको देन चाहिँ उहाँ नै हुनुहुन्छ, जो उहाँ मेयर धरानका मेयर हुनुहुन्छ। उहाँको नाम हर्ख साम्पाङ, जो अहिले जो यो समय यो घडीमा चाहिँ उहाँको चारैतर्फ चौतर्फी उहाँको नाम हामी सुन्न सकिन्छ। साथीहरु, यो कुरा चाहिँ एउटा एन्सियन्ट, एउटा प्राचीन, एउटा भनौँ या पौराणिक भनौँ, यो कुराहरू चाहिँ पहिलाको समयहरूमा चाहिँ हाम्रो नेपाली जीवनहरू चाहिँ यसरी चाहिँ बितेको थियो। त्यो कुराहरूलाई चाहिँ झल्काउनको निम्ति चाहिँ यो स्ट्याचुहरू, यो चाहिँ हाम्रो साथी रोजन राईको कला, हाम्रो रोजन त्यहाँ रोजन भनेर त्यहाँ पनि देख्न सक्नुहुन्छ। रोजन तपाईँ जहाँ भए पनि यो कलाहरूको लागि म मेरो व्यक्तिगत जीवनबाट चाहिँ तपाईँलाई धन्यवाद दिन चाहन्छु। साथीहरु, आजको हाम्रो भ्रमणहरू करिब हामीले सक्यौं अनि हामी अब यो ठाउँलाई चाहिँ गुड बाई भन्न चाहन्छौँ। हामी फेरि समय मिले बावजुद चाहिँ हामी फेरि पनि घुम्न आउने नै छौँ अनि तपाईहरुलाई पनि मनोरञ्जनहरू दिने नै छौँ। साथ समयको लागि तपाईहरुलाई धन्यवाद। हुन्छ, हामी यहाँदेखि चाहिँ हाम्रो गन्तव्य अब घरसम्मको हुनेछ। हामी घरतर्फ चाहिँ हामी साथीहरू लाग्दैछौँ। साथीहरू, हामी यति बेला चाहिँ यो बिरालो सेकुवा कर्नरमा आएको छौँ। यहाँ हामी बिरालो देख्न सक्नुहुन्छ तपाईहरु। नाइस। यो दुईटा भयो, उहाँ तल छ निकै बिरालोहरू चाहिँ। यहाँ कमसेकम 8-10 वटा बिरालोहरू होला। अनि साथीहरू, हामी आजको जुन भ्रमण कार्यक्रमहरूलाई सकेर चाहिँ हामी यहाँ नास्ताहरू चाहिँ गर्दैछौँ। अनि तपाईहरुको साथ सहयोगको लागि जो हेरिदिनु भयो त्यसको लागि तपाईहरुलाई सम्पूर्णलाई धन्यवाद। यहाँ हामी जति पनि आज चाहिँ फर्किने क्रममा फेरि पनि यहाँ भाइहरूको साथमा छौँ। अनि यहाँ हाम्रो तीन चेलीहरू अनि यसरी आजको नास्ताहरू चाहिँ लिएर चाहिँ हामी अब घर फर्कनेवाला छौँ। हुन्छ, त्यतिन्जेलसम्मको लागि ख्याल गर्नु होला आफ्नो। अब जे होस्
फेरि पनि हामी अर्को भिडियोमा हामी ब्लगमा चाहिँ हामी भेट्ने बाचा गर्दै त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। हुन्छ, अलराइट, ह्याभ अ वन्डरफुल डे।